नमस्ते सम्पूर्णमा म विल्सन अधिकारी। मेरो घर झापा क्षेत्र नम्बर 5 अन्तर्गत झापा कमल गाउँपालिका वार्ड नम्बर 4 मा पर्छ। यो भन्दै गर्दा आज म गर्वान्वित पनि भएको छु र मलाई यो के कुरामा गर्वान्वित भएको छु भन्दाखेरि देशमा चाहिँ जेनजी आन्दोलनले जुन परिस्थिति निम्ति आयो त्यो परिस्थिति पछाडि चाहिँ जेनजी आन्दोलनलाई निकास दिने चाहिँ यो हाम्रो गठित सरकारले नगरिरहँदा अब कसले गर्छ त भन्दै गर्दा हामी झापा क्षेत्र नम्बर 5 वासीले चाहिँ यो जेनजी आन्दोलनको पूर्णता दिने अवसर पाएको छौँ जस्तो लागिरहेको छ। जेनजी आन्दोलनको पूर्णता दिन यो कारणले छौँ कि जेनजी आन्दोलनले एउटा मागेको व्यक्ति जो बालेन्द्र शाह जो काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो उहाँलाई जिताएर जेनजी आन्दोलनले मागेको एउटा माग मध्येको एउटा पुरा गर्ने अवसर हो। र अर्को भनेको जेनजी आन्दोलनले जसका विरुद्ध आन्दोलन गर्यो, जसले गरेका काम क्रियाकलापले वाक्क दिक्क भएर उहाँको विरुद्ध आन्दोलन गरेर उहाँलाई यो नेपाली राजनीतिबाट सधैँका लागि बिदा गर्ने अवसर पाएको छ। त्यही कारणले पनि हामी झापा क्षेत्र नम्बर 5 वासी एकदमै गर्वान्वित हुनुपर्नेछ। हामीमा ठुलो जिम्मेवारी आएको छ। यो जिम्मेवारी निर्वाह गरिरहँदा मैले पनि एउटा केही आफ्नो ठाउँबाट आफूले बुझेका कुराहरू केही कुरा हजुरहरूलाई पनि बुझाउँ भनेर केही केपी गरेका झुटा बाचाहरू, झुटा कसमहरू र उनले कसरी जनताहरूलाई चाहिँ झुकाइरहेका छन्, उनले जनताहरूलाई कसरी भ्रमित बनाउँछन्। त्यत्रो अमेरिका, त्यत्रो रुस, त्यत्रो चीन, त्यत्रो जापान, कोरिया ती सबैले चुलामा पाइप पुर्याएका छन्। मैले भने अलिक समय पर्खिनुहोस्, अहिले हामी अप्ठ्यारोमा छौँ, अलिकति समय लाग्छ, थोरै समय दिनुहोस्, चुलामा पाइप जान्छ। त्यस्तो नचाहिँदो कुरा गर्न पाए। त्यस्तै काठमाडौँ महानगरपालिका बालेन्द्र शाहलाई कसरी दूषित गर्न खोजिरहेका छन्, उसले के आलोचना लगाइरहेछन्, ती कुराहरू चाहिँ के हुन् त सत्य कुरा भनेर तपाईँहरूलाई सत्य कुरा बताउन आएको छु। यो भिडियो कृपया पुरा हेरिदिनु होला। यो भिडियो पुरा हेर्दै गर्दाखेरि तपाईँले केही कुरा तपाईँ प्रष्ट हुनुहुनेछ। तपाईँले त्यस पछाडि तपाईँ मत परिवर्तन गर्नुहुन्छ या गर्नु हुँदैन भन्ने कुरा चाहिँ तपाईँले त्यस पछाडि बताउनु होला। यस भिडियोमा विभिन्न भागमा काहीँ पुराना कुराहरू, काहीँ केपी गरेका वचनका कुराहरू, काहीँ बालेन्द्र शाहले गरेका कामका कुराहरू, काहीँ कसैले गरेका गल्तीका कुराहरू, यहाँ काहीँ नेपाली राजनीतिका कुराहरू, सबै कुराहरू छन्। यो कुराहरू चाहिँ तपाईँले कुनै पनि नछुटाइकन पुरै हेरिदिनु होला अनि मात्र प्रतिक्रिया दिनु होला। अलिकति भाग हेरेर प्रतिक्रिया कदापि नदिनु होला। यो भिडियो अलिकति लामो हुनसक्छ। यो भिडियो लामो भयो भने पनि यहाँहरूले हेरिदिनु होला। यो चाहिँ तपाईँको र देशको लागि हो। त्यही भएर अब कुरा गरौँ जस्तै नेकपा एमालेहरूले भनिरहेको झापा क्षेत्र नम्बर 5 मा भइरहेको विकासका कुरा। पहिलो त झापा क्षेत्र नम्बर 5 मा भन्ने बित्तिकै जो नेकपा एमालेमा सङ्गठित हुनुहुन्छ या त स्वयं केपी शर्मा ओलीले भन्नुहुन्छ कि दमकमा भ्यू टावर बनाएको छु त्यस कारणले मलाई भोट दिनुपर्छ भनेर उहाँले भनिरहँदाखेरि चाहिँ हामी झापा क्षेत्र नम्बर 5 वासी चाहिँ दमकवासी मात्र नभएर समग्र झापा क्षेत्र नम्बर 5 चाहिँ कमल गाउँपालिका, दमक नगरपालिका, गौरादा नगरपालिका र गौरीगञ्ज गाउँपालिका यी समग्र क्षेत्रलाई पर्छ। एउटा जुन मोरङको बोर्डरमा लगेर एउटा कुनै संरचना कङ्क्रिटको संरचना बनाइदिएर चाहिँ त्यसका आधारमा चाहिँ हामीले भोट दिने कि नदिने भन्ने कुरा चाहिँ यहाँहरूमा हुन्छ। जस्तै भ्यू टावर बनाउँदै गर्दा पनि भ्यू टावरका सेरोफेरोमा चाहिँ एमाले निकट ओली निकट व्यक्तिहरूले चाहिँ जग्गा खरिद गरी त्यस जग्गाको भाउ बढाउनलाई मात्र र त्यसको मूल बढाउनलाई मात्र पनि विकास गरिएको भनेर पनि समाचारहरू आइरहेका र ती कुराहरू पनि देखिरहेको छ। प्रष्ट छ हामी सामु। दमकलाई विकास गर्न भन्दा पनि त्यो आफ्नो आर्थिक उन्नति गर्नको लागि गरिएको विकास र पकेट क्षेत्र भनिन्छ नि, आफ्नो पकेटभित्र पकेट बढाउनलाई गरेको विकास, त्यही विकास हो भन्ने कुरा चाहिँ हामी जनताले चाहिँ बुझ्नुपर्नेछ। यो बुझ्न एकदमै आवश्यक छ। किन भन्दाखेरि दमकलाई भ्यू टावर आवश्यक थियो या थिएन त्यो त जनताले बुझ्ने कुरा हो अहिलेको अवस्थामा। अब अर्को कुरामा जाउँ। अर्को यहाँ यतिका वर्ष अगाडि तपाईँहरूलाई थाहा छ होला, केही वर्ष अगाडि केपी शर्मा ओली प्रधानमन्त्री हुँदै गर्दाखेरि उहाँले चाहिँ झापा क्षेत्र नम्बर 5 मा आएर विदेशी चिनिया राजदूतदेखि लिएर विभिन्न चिनिया मान्छेहरू ल्याएर र नेपालका ठुलो परियोजना भनेर उहाँले चाहिँ हाम्रो औद्योगिक पार्क बनाउने भनेर कमल गाउँपालिका, गौराद, दमक
सबैलाई समेट्ने गरी एउटा रत्त खोलाको बगरमा उहाँले शिलान्यास गर्नुभयो। जनताहरू उत्साहित भए। अब त यहाँ त प्लेन बन्छ, अब यहाँ गाडी बन्छ, अब यहाँ मोटरसाइकल बन्छ, अब त हामीलाई त विकास ल्याए भनेर त्यही आशामा जनताले केपी ओलीलाई पुनः भोट दिएर पठाए। हो, आश थियो, बनाउलान् भन्ने आशा थियो। तर अहिले त्यही क्षेत्रमा जानुहोस्, त्यहाँनेरि विभिन्न नाममा खोलाका बगरमा किनिएका जग्गाहरू बेचिए, जो एमाले निकट व्यक्तिहरूका जग्गाहरू बेचिए। त्यो परियोजना ल्याउँदा परियोजना कहाँ पुग्यो, आजसम्म परियोजना कहाँ पुग्यो थाहा छैन। तर यो परियोजनाहरू आइरहँदा परियोजना ल्याइयो, किन ल्याइयो, कसरी ल्याइयो भन्ने कुराहरू चाहिँ त्यो प्रश्नसँग देखिन्छ कि आज त्यो ठाउँ काँसघारी भएर बसेको छ। किन काँसघारी भयो भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ। त्यस्तै अर्को कुरामा जाउँ, कमलमा रहेको आदिवासी रङ्गशाला। कमलमा आदिवासी रङ्गशाला बनाउँदै गर्दा उनले मदन भण्डारीको नाममा प्रस्तावना गरे। जुन रङ्गशाला चाहिँ आदिवासीहरूको 100 भन्दा बढी च्यानहरू, उहाँहरूको दिवाङ्गत पितृहरूलाई, दिवाङ्गत आत्माहरूलाई अन्तिम संस्कार गरेको ठाउँलाई भत्काएर उहाँहरूको भावनासँग खेलबाड गरेर मदन भण्डारी रङ्गशाला बनाउँछु भनेर पछि लगेपछि त्यहाँका जनताले असन्तुष्ट जनाए पछाडि दमक नगरपालिकामा रङ्गशाला बनाउँछु भनेर गए। न त उनले दमक नगरपालिकामा लगेको रङ्गशाला बनाउन सके, न त कमल गाउँपालिकाको रङ्गशाला बनाउन सके। कमल गाउँपालिकालाई हरेक क्षेत्रमा ठगिएको त पक्कै हो, यो त कमल गाउँपालिकाको जनताले बिर्सिनु हुँदैन जस्तो लाग्छ। त्यस्तै दमकलाई सपना देखाएको अर्को एउटा छ, दमकमा विश्वकै अग्लो बुद्धको मूर्ति। दमकमा बुद्धको मूर्ति बनाउँछु भन्दै गर्दा हामी दमकवासीले बुद्धको लागि लुम्बिनी प्रख्यात थियो, अब दमक पनि प्रख्यात हुने भयो भनेर हामी एकदमै खुसी थियौँ। तर आजको दिनसम्म आइरहँदा यतिका वर्षसम्ममा दमकमा न त बुद्ध जस्तो शान्ति पाइयो, न त बुद्धको मूर्ति। यी सबै गफ थिए। अर्को कुरा, एउटा 3 पटक 4 पटकसम्म प्रधानमन्त्री भएको व्यक्ति जो एउटै क्षेत्रबाट 36 वर्षदेखि निर्वाचित छ, उसको क्षेत्रमा हामी बसिरहँदा दमक नगरपालिकामा भएका अस्पतालहरूलाई हेरौँ न। दमक नगरपालिकामा भएका पुराना आम्दा, नयाँ आम्दा इत्यादि हुन् सरकारी अस्पताल भने। अरू त प्राइभेट अस्पतालहरू छन् जहाँ महँगो शुल्कमा उपचार हुन्छ। हामी यदि कोही बिरामी हुँदै गर्दा कसैको पाठेघरमा समस्या भयो, महिलाहरूको पुरुषहरूको छातीमा समस्या भयो या अन्त कतै समस्या भयो भने हामी उपचार गर्न जाँदै गर्दाखेरि सामान्यतः प्राथमिक उपचारहरू मात्र त्यहाँ हुने र त्यसभन्दा माथिको उपचार गर्नु पर्यो भने हामीलाई सिधै त्यहाँबाट रिफर गरिन्छ। रिफर कहाँ गरिन्छ त भन्दाखेरि एकजना मेडिकल व्यवसायीले खोलेको बिएनसी अस्पताल बिर्तामोडमा गरिन्छ र टाउकोको अलिकति ठुलो समस्या भयो, कोही दुर्घटना पर्यो भने दमकमा त्यसको उपचार हुँदैन। त्यसको उपचार गर्न हामी विराटनगर नोबेल अस्पताल जानुपर्छ। यी प्रश्न हामीले किन नगर्ने? हामीले 36 वर्षदेखि निर्वाचित गर्दै आएको सांसद जसको क्षेत्रमा बस्छौँ, जो 4 पटक देशको प्रधानमन्त्री भयो, जसले देशमा मैले मेरो क्षेत्रमा देशको बजेट ल्याएर विकास गरे भनेको छ, उसलाई किन प्रश्न नगर्ने? तपाईँ उपचार गर्न दिल्ली जानुहुन्छ, तपाईँ उपचार गर्न सिङ्गापुर जानुहुन्छ, तर तपाईँको क्षेत्रमा बस्ने हामीले उपचार गर्न किन आफ्नै क्षेत्रमा नपाउने भनेर प्रश्न गर्नलाई हामीले किन हिचकिचाउने? हामीले प्रश्न गर्नु पर्दैन? हामी उपचार गर्न, दमकमा उपचार गर्न किन पाइरहेको छैनौँ? तपाईँको परिवारको सदस्य बिएनसीमा बिरामी लिएर जाँदै गर्दा आफ्नो धनी पूर्जा लिएर जानुपर्छ, नोबेलमा बिरामी लिएर जाँदा सहयोग उठाउन पत्र बोकेर गाउँ गाउँ टोल टोल हिँड्नुपर्छ। तपाईँ अझै पत्र बोकेर हिँड्नुहुन्छ, तपाईँको नेता सिङ्गापुर जान्छ अनि तपाईँ भन्नुहुन्छ मेरो नेताले विकास गर्यो? कुन आधारमा भन्दै हुनुहुन्छ तपाईँहरू? अर्को कुरा, उपचारको कुरा यही छ। अब अर्को कुरा गर्नुहोस्, जनता, हामी झापा क्षेत्र नम्बर 5 वासी, विशेष गरी दमक बेलडाङ्गी क्षेत्र र कमल गाउँपालिका क्षेत्रका जनता, कमल गाउँपालिकाको माथिल्लो भेगका जनताहरू चाहिँ अलिकति जाडो मौसम लाग्यो, अब हिउँद लाग्यो भनेपछि त्रासित हुनुपर्छ। जाडोमा लुकलुक काम्दै बाटोमा सडकमा आगो बालेर ब्ल्याङ्केट ओढेर हुन्छ, कसरी हुन्छ? बाटोमा टायर बालेर बस्नुपर्छ। यसको समस्या हो हात्ती। आजसम्म तपाईँहरूले
तपाईँहरूले जिताउनु भएको सांसद केपी शर्मा ओलीले संसदमा गएर मेरा जनतालाई यस्तो छ, हात्तीको समस्या छ, यसलाई कसरी समाधान गर्ने भनेर बोलेको देख्नु भएको छ? दमकका कमलका जनता हात्तीले मार्दाखेरि केपी शर्मा ओलीले मेरा जनता मरे भनेको देख्नु भएको छ, सुन्नु भएको छ? छैन नि। अनि तपाईँ के आधारमा उहाँलाई हामीले निर्वाचित गरेको सांसद भन्नुहुन्छ? अर्को प्रश्न, कमल गाउँपालिकामा चाहिँ र दमक नगरपालिका गौरीगञ्जमा बाटाघाटा हामीले पिच गऱ्यौँ, बाटाघाटा बनायौँ भनेको छ। तपाईँहरूले याद गर्नुभएको छ? यी दमक नगरपालिका बाहेकका पालिकाहरूमा विगत 36 वर्षदेखि अहिलेसम्म पूर्ण त भएका छैनन्, केही बाटाहरू बनेका छन्। हो, गरेको कामलाई गरेको भन्नुपर्छ। तर 36 वर्षमा एउटा हामीले निर्वाचित गरेको देशको प्रधानमन्त्री भएको मान्छेले गर्ने विकास भनेको सडक हो, मात्र सडक हो। सडक भौतिक पूर्वाधार बनाएर मात्र विकास हुन्छ। एउटा देशको अर्थतन्त्रलाई बढाउन चाहिँ पोलिसी चाहिँ, बजेट पोलिसी चाहिँ रिटर्न्स, इन्कम रिटर्न्स हुनु पर्यो। सडक सञ्जाल बनाउँदै गर्दा सडकले सञ्जाल त जोड्ला, तर जनतालाई चाहिँ आय स्रोतको बाटो चाहिँ के भयो त? केही पनि भएन। यो भौतिक पूर्वाधार भनेको तपाईँले तपाईँको गाउँको सबैभन्दा जो मान्छे चाहिँ समाजमा बोल्दैन, जो मान्छे समाजमा अलिकति भनौँ न तुच्छ भाषा प्रयोग होला, गलत होला, गाउँमा निम्न मान्छेले जो चाहिँ पढे लेखेको छैन उसलाई सांसद बनाउनु भयो भने पनि तपाईँको घर अगाडिको बाटो पिच हुन्छ। किनभने यो भनेको नियमित विकास हो। यसलाई हामीले विकास मान्न सकिँदैन। त्यस्तै अर्को कुरा कसैले मलाई भनिदिनुहोस् होइन, तपाईँको समाजमा बसिरहँदाखेरि कृषि अनुदानको नाममा 4वटा दाना, सिबीका दाना र केही प्याकेट बिउ बिजन दिए भन्दैमा कृषिमा लगानी गरेको भन्न मिल्छ? तपाईँका गाउँमा अलिकति मै हुँ भन्ने तपाईँलाई जसले चुनावमा डोराएर लौ हिँड्नुहोस् न, सिटीमा चढेर हिँड्नुहोस्, तपाईँहरू गाडीमा लिन आउँछौँ नि हामी भनेर हिँड्ने व्यक्ति बाहेक कसैले घरमा कृषि अनुदान ल्याएको छ? बताउनुहोस्। तपाईँ गएर हेर्नुहोस्, तपाईँलाई जसले डोराएर भोट हाल्न लगेका छन् विगतका वर्षमा, तिनीहरूका घरमा हेर्नुहोस्, तिनीहरूका गोठ निर्माण, गोठ शुद्धिकरण भनेर गोठ बनेका छन् कि छैनन्? तिनीहरूका घरमा पानीका मोटरहरू जोडिएका छन् कि छैनन्? तिनीहरूका घरमा कृषिका टनेलहरू लगाइएका छन् कि छैनन्? अनि तपाईँको घरमा गएर हेर्नुहोस्, तपाईँको बारी बाँझो छ कि छैन? तपाईँले बजारबाट किनेर ल्याएको मकै उम्रेको छ कि छैन? तपाईँले धानमा हाल्ने मल पाउनु भएको छ कि छैन? आफ्नो घरमा गएर हेर्नुहोस्, अनि भोट हाल्न जानुहोस्। अर्को कुरा हामी कमल गाउँपालिका या झापा क्षेत्र नम्बर 5 बासी हुँदै गर्दा हामी स्थानीय तहमा गएर केही काम गर्दिरहँदाखेरि, हामी यहाँ विकासका काम योजना लिएर जाँदै गर्दा या त सामान्य काम गर्न जाँदै गर्दाखेरि पनि हामीलाई गरिने व्यवहार, त्यो व्यवहारमा शुद्धिकरण आएको छ। तपाईँको वार्डमा जाँदाखेरि बस्नुहोस् न आमा, बस्नुहोस् न बुवा, बस्नुहोस् न दाजु भनेर टोकन लिनुहोस्, तपाईँको समय आउँछ भनेर यो 36 वर्षमा किन हुन सकेन? यो त दुनियाँमा सबैतिर भएको होइन। एउटा ब्याङ्कले तपाईँ गएर एसी खाएर कुर्सीमा बस्दै गर्दा तपाईँको पालो आएपछि गएर काम गर्न हुन्छ भने, 3 जना कर्मचारी राखेर सेवा दिँदा हुन्छ भने, तपाईँ वार्डमा जाँदाखेरि किन तपाईँलाई 3 दिनसम्म धाउन लगाइन्छ? यो विकासको नमुना होइन? यही विकास गर्नुभएको छ। त्यस्तै यो दमक नगरपालिकामा रहेको मालपोत कार्यालयमा भएको विगतमा तपाईँहरू जो सेवा लिन जानुहुन्छ त्यहाँ भएको भ्रष्टाचारको विषयमा आजसम्म तपाईँहरूले निर्वाचित गर्नुभएको सांसद खड्गप्रसाद ओलीले संसदमा उभिएर दमक नगरपालिकामा भ्रष्टाचार भयो भनेको सुन्नुभएको छ? उनी प्रधानमन्त्री हुँदै गर्दा उनको मातहतमा रहेको सामान्य प्रशासन मन्त्रालय या भूमि सुधार मन्त्रालय या गृह मन्त्रालय अन्तर्गत पर्ने मालपोत कार्यालयमा कुनै दिन कारबाही भयो, यहाँ भ्रष्टाचार भयो भनेको सुन्नुभएको छ? छैन नि। शास्ति भोग्ने तपाईँ अनि निर्वाचित गर्ने त्यही खड्गप्रसाद ओली। किन तपाईँहरू अझै सचेत हुनुभएको छैन? हो, तपाईँहरूलाई सचेत गराउन, तपाईँहरूले यो कुरा बुझ्नुपर्छ भनेर नै यो पटक मत परिवर्तन गर्नुहोस् भनेको। अब तपाईँ भन्नुहोस्,
केपी ओलीले हिजो अस्तिको दिन एउटा भिडियोमा मैले सामाजिक सञ्जालमा देखिएको थिएँ। उहाँले भन्दै हुन्थ्यो, पहिले दमक कस्तो थियो, यो ठाउँ कस्तो थियो, यो झापा क्षेत्र नम्बर 5 कस्तो थियो र अहिले कस्तो भयो। उहाँले जुन देखाउँदै हुनुहुन्छ नि कङ्क्रिटको विकास, दमकमा बनेका पहिलेका टिनका छाना भएका घरहरू र अहिले भएका कङ्क्रिटका घरहरू देखाउँदै हुनुहुन्छ, जुनलाई औँलाउँदै हुनुहुन्छ। ती घरहरू मलाई देखाइदिनुहोस् एउटा घर, नेताका बाहेक एउटा घर देखाइदिनुहोस् जुन घरका छोराछोरी कतार, साउदी, अमेरिका, अस्ट्रेलिया विभिन्न देशमा गएर दुःख गरेर कमाएर नबनाएको, देशमै रोजगारी भएर देशमै काम गर्न पाएर देशमै बस्ने वातावरण बनाएर बनाएको एउटा घर देखाउनुहोस्। ती सबै रेमिटेन्सबाट आएका घर हुन्, जुन म तपाईँहरूलाई 100% ग्यारेन्टीका साथ भन्न सक्छु। यी घरहरू कुनै पनि केपी शर्मा ओलीले देशमा रोजगारी दिएर बनेका होइनन्। यी विकास जनताले आफै विदेश गएर बनाएका हुन्। त्यो विदेश जाने वातावरण किन भयो? किन नेपालमै बसेर हामीले बनाउन सकेनौँ? किन नेपालमै बसेर हामीले त्यस्ता घर बनाउन सकेनौँ? यी कुराहरू तपाईँहरूले प्रश्न गर्न सक्नु हुँदैन। दमकका जनता माथि उठेका छन्, क्षेत्र नम्बर 5 का जनता, नेपाली जनता माथि उठेका छन् भने आफूले घुँडा टेकेर उठेका छन्, सरकारको तर्फबाट उठेका छैनन्। तपाईँले जिताएका नेताहरूले, तपाईँका गाउँमा भएका टोले नेताहरूले गाडी चढेर हिँड्न सक्छन् भने तपाईँ 275% भन्दा ज्यादा ट्याक्स तिरेर इन्डियामा 5 लाखमा आउने गाडी यहाँ 40 लाख तिरेर चढ्न सक्नु हुँदैन। त्यो कसको नीतिले गर्दा हो? यही तपाईँहरूले जिताएर 4 चोटि प्रधानमन्त्री बनाएको खड्गप्रसाद ओलीहरूले बनाएको नीति होइन? तपाईँ अझै पनि सिटी सफारी चढेर हिँड्दै गर्दा तपाईँको नेताले छेउमै गएर गाडीले बतासिने गरी कुदाउँदाखेरि तपाईँले सम्झिनु पर्दैन? हो, तपाईँहरूले सम्झिने समय आएको छ। अब तपाईँहरूलाई यहाँ यो भिडियोहरू हेर्नुहोस्, ओलीले कसरी झुट बोल्छन् भनेर यी भिडियोहरूमा प्रष्टसँग देखिन्छ ओली कतिको झुट बोल्छन् भनेर। काठमाडौँ पोखरा, पोखरा लुम्बिनी रेल मार्ग बन्छ। पेकिङबाट, लासाबाट, सिखार्जेबाट यहाँ आइपुग्छ कि पुग्दैन? तर केरुङ काठमाडौँ, काठमाडौँ पोखरा, पोखरा लुम्बिनी रेलवे केही वर्षभित्र हामी छिटै त्यसको सर्वे गर्छौँ। छिटै मान्छेले अनुमान गरेका छैनन् कति छिटो काम हुन सक्छ भने। अब कुरा गरौँ जेन्जी आन्दोलन। जेन्जी आन्दोलन ताकाका कुरा गरौँ। जेन्जी आन्दोलन के कारणले भयो? देशमा हरेक युवा असन्तुष्ट थिए। देशमा भएका विकासका निर्माणका कुरादेखि लिएर देशमा बस्न नपाउनु पर्ने, कक्षा 12 पढिसक्दाखेरि विदेश जानुपर्ने बाध्यता, एउटा परिवार सँगै बस्न नपाउनुको माया, होइन, ती सबै कुराले गर्दा युवाहरू असन्तुष्ट थिए। सरकारले नसुनिदिएका गुनासा। त्यति नै बेला युवाहरूले एउटा पोख्ने, आफ्नो दुःख पोख्ने, आफ्ना रिस पोख्ने सञ्जाल थियो, सामाजिक सञ्जाल। त्यही सञ्जालमा उनी खड्गप्रसाद ओलीले मलाई आलोचना गरे भनेर उनले बन्द गर्ने निर्णय गरे। हो, त्यही निर्णयको कारण जनताहरूले यो देशमा भ्रष्टाचार भयो, अब हामीले सामाजिक सञ्जालमा पनि बोल्न पाएनौँ, अब हामी सामाजिक सञ्जालमा बोल्न नपाएपछि कहाँ बोल्ने भनेर सडकमा गएका हुन्। सडकमा बोल्छौ भनेर। त्यही बोल्न जाँदै गर्दाखेरि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, जसले जो युवाका मर्म बुझेका थिए, जो युवाका त्यही चाङहरू, जहाँ युवा असन्तुष्ट युवाहरूका चाङहरूबाट माथिल्लो तहमा उठेर उनले युवाहरू पनि अघि बढ्नुपर्छ भन्ने सन्देशका साथ उनी काठमाडौँ महानगरपालिकामा विजय भएका थिए। उनी बालेन्द्र शाहले के भने, तपाईँहरू जानुस्, तपाईँहरू आवाज उठाउनुहोस्, भ्रष्टाचारको विरुद्ध आवाज उठाउनुहोस्, कुशासनको विरुद्ध आवाज उठाउनुहोस्, यो देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार अन्त्य हुनुपर्छ। तपाईँहरू जानुस्, तपाईँहरूलाई मेरो सहमत छ। म एउटा महानगरपालिकाको मेयर हुँ, म तपाईँहरूको उमेर समूहमा पर्दिनँ। तपाईँहरू जेनजीहरूले गर्नुभएको आन्दोलनमा तपाईँहरू गर्नुहोस्, म मेरो तर्फबाट गर्ने सहयोग गर्छु भने उनले महानगर प्रहरी पठाएर तपाईँहरू पानी पिउनुहोस्, तपाईँहरूलाई गाह्रो पर्यो, म गर्छु भनेर गरे। साहस देखाए, हिम्मत देखाए, जनतासँगै उभिने आँट गरे। त्यही भएर बालेन्द्र शाहले म आउँदिनँ, तपाईँहरू जानुहोस् भनेका थिए। उनी बालेन्द्र शाहलाई आज किन खड्गप्रसाद ओलीले तिमीले गरेका काम हो, तिमी लुसिफर हो भनिरहेका छन्?
जेन्जी पुस्तालाई पिर पर्यो अरे, राम्रो लागेन अरे। जेन्जी पुस्ता भन्ने चाहिँ कुनै ठगी खाने भाँडो हो? जेन्जी पुस्ताको नाम लिएर जे पनि गर्न पाइन्छ, त्यो जे पनि गर्न हुन्छ। जेन्जी पुस्ता अलिअलि बुझ्दैन पनि होला, अलिक आलो काँचो पनि होला। त्यस कारण जेन्जी पुस्तालाई झन्डै भड्काउन खोजेका छन्। त्यो बेकारको कुरा हो जेन्जी पुस्ता भड्काउने भनेर। ती आन्दोलन गर्न आउनेहरू बालेनका काममा, बालेनले गरेका कामहरूको प्रशंसक थिए। र खड्गप्रसाद ओलीले गरेका कामहरूको, खड्गप्रसाद ओलीले दिएका दुःखहरूको पीडित थिए। हो, त्यही कारण खड्गप्रसाद ओलीले यी सबै दोष बालेनलाई दिएका छन्। काठमाडौँ महानगरपालिकाका पानी बाँड्न आउने महानगर प्रहरीले गोली हानेको थियो कि केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको मातहतमा पर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूले गोली हानेको थियो। यदि काठमाडौँ महानगर प्रहरीले गोली हानेको थियो भने यो प्रश्न बालेन छाला गर्न मिल्छ। तर यो गोली हान्ने नेपाल प्रहरी थिए जो केपी शर्मा ओली नेतृत्वको सरकारमा थियो। हो, त्यही कारण यसको उत्तर केपी शर्मा ओलीले दिनुपर्छ, ना कि बालेन शाहले। अघिल्लो दिन धेरै युवा शहीद भएका थिए जुन केपी शर्मा ओली नेतृत्वको सरकारले गोली हानेर भएका थिए। युवाको माग त केही थिएन। युवाले सामाजिक सञ्जाल खोल्देऊ, देशमा सुशासन ल्याइदेऊ, देशमा भ्रष्टाचार अन्त्य गरिदेऊ, देशमा व्यथिति बन्द गरिदेऊ, देशमा राजनीति नगरिदेऊ, देशमा विकास गरिदेऊ भनेका थिए, होइन? त्यही कुरामा केपी शर्मा ओलीका सरकारले नगरिसकेपछि जनताहरू दिक्क भएर जनताहरू सडकमा आएका थिए। अनि तिनै जनताहरूलाई चाहिँ भनेका होइनन् केपी शर्मा ओलीले हाहाहु गर्नेहरू भनेर। आलोचना गर्ने सबै हाहाहु हुन् त? यो प्रश्न हामीले केपी शर्मा ओलीलाई नगर्ने और सुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने, यो कुन तरिका हो? तपाईँ आफै भन्नुहोस्, ती हाहाहुहरू कोही नभएर तपाईँका छोराछोरी हुन्, तपाईँका भाइ भतिजा हुन्, तपाईँका दाजु हुन्, तपाईँका दिदी हुन्, तपाईँकै घरका मान्छे हुन्। जसले तपाईँका छोराछोरीलाई आहाहु भनिरहेको छ, त्यसलाई तपाईँ भगवान मान्नुहुन्छ? आज तपाईँले तपाईँ किन बुझेर पनि नबुझे जस्तो गरिरहनु भएको छ? अर्को कुरा गरौँ, अघिल्लो दिन त्यतिका युवा शहीद भए पछाडि जो प्रधानमन्त्रीको कुर्सीमा थियो ऊ चुइक्क बोल्दैन। तपाईँहरूलाई मैले यो भिडियोमा हालेको प्रमाण हेर्नुहोस्। केपी शर्मा ओली 23 गते मात्र होइन 24 गते पनि प्रधानमन्त्री थिए देशको। प्रधानमन्त्री उनले राजीनामा दिए पनि अर्को सरकार गठन नहुन्जेलसम्म उनै प्रधानमन्त्री थिए भन्ने प्रमाण यो हो। उनले आफै दिएको वक्तव्य यो भिडियो पनि हेर्नुहोस्। प्राइम मिनिस्टर भाग्यो भनेको केयरटेकर भएर भाग्छ? भागेको प्रधानमन्त्री नै रहन्छ। म त प्रधानमन्त्री नै थिएँ त। राष्ट्रपतिज्यू त भन्दै हुनुहुन्छ त, कदम चाल्नका लागि तत्कालीन प्रधानमन्त्रीले मलाई सिफारिस गरेको हो 26 गते हो। 26 गते राति मैले राष्ट्रपतिज्यूलाई प्रधानमन्त्रीको हैसियतमा सिफारिस गर्दैछु भने म कहाँ भागेँ त? भागेका ठाउँबाट मैले पठाएँ कि राष्ट्रपति र प्रधान सेनापतिले मलाई भेट्नुभयो, हाम्रो कुराकानी भयो म बसेको ठाउँमा, र मैले
राष्ट्रपतिज्यूलाई सिफारिस गरेँ। उनी नै थिए प्रधानमन्त्री। उनकै मातहतमा पर्थ्यो प्रहरी प्रशासन, गृह मन्त्रालय, सिडिओ कार्यालय सबै केपी शर्मा ओलीको मातहतमा पर्थ्यो। अब यसको उत्तर कसले दिन्छ? हो, छानबिन हुँदैछ, छानबिन हुन्छ, हुनुपर्छ, इतिहासमा हुन्छ, आज नभए भोलि हुन्छ। तर जनताको अदालतले त छानबिन गरिसक्यो होला नि त, जनताले त बुझिसक्यो। हो, त्यो बुझेको कुरा चाहिँ हामीले बुझ्यौँ भनेर भन्ने दिन फागुन 21 गते हो, याद गर्नुहोस् है। अर्को कुरा, कसैले सोधे भने ठाडै जवाफ दिइरहेका छन्, देख्नुभएको होला। मैले मारेको हुँ, पुलिसले मारेको हो, मैले किन जिम्मेवारी लिने? कति सजिलो है। उनले मारेका होइनन् अरे, उनले मारेका होइनन्, प्रहरीले मारेको हो भन्ने खड्गप्रसाद ओलीले धरहरा मैले बनाएको हुँ, मिस्त्रीले बनाएको होइन भन्ने केपी ओली। धरहरा बनाउने पनि मिस्त्रीले बनाएको हो नि त। हो, तिमीले तिम्रो मातहतबाट तिम्रो सरकार भएको बेला बनायो होला क्या, तिम्रो मातहतमा बन्यो होला, तर ती बनाउने त मिस्त्रीले बनाएका थिए नि त। त्यस्तै गोली प्रहरीको हातबाट, प्रहरीको बन्दुकबाट चल्यो क्या, तिमीले चलाएको सरकारको मातहतमा त प्रहरी पनि पर्थ्यो। धरहरा मैले बनाएको हो भनेर जसरी छाती खोलेर भन्छौ नि, त्यसरी नै यी बच्चालाई गोली हानेको पनि मैले हो भन। अनि सुहाउँछ तिम्रो नैतिकता, तिम्रो उमेरले दिने सत्य बोल्नुपर्छ। तिम्रो उमेरले ढाँट्न सुहाउँदैन। त्यस्तै जब ऊ देशको प्रधानमन्त्री थियो, अलिकति पनि जिम्मेवारी लिएन जो व्यक्तिले, त्यसलाई आज हामी निर्वाचित गर्छौँ भनेर कति हाम्रो नैतिकताले दिएला। अलिकति पनि आफू प्रधानमन्त्री भएको बेला देशमा यत्रो विध्वंस मच्यो भनेर अलिकति पनि शोक मानेन, अलिकति पनि सहानुभूति प्रकट गरेन, शहीद परिवारसँग माफी माग्ने त उसले हिम्मतै गरेन। उसलाई हामी किन भोट दिने? तपाईहरु यो भिडियो हेर्नुस्। बुढेसकालको साह्रै गयो त। हामी त हाम्रो बच्चा मात्रै मारेन, देशलाई नै मारे होइन। 7 जुनीसम्म नि उहाँलाई बच्चाको मुख हेर्न नपाओस्, आफ्नो बच्चाको। धरहरा बनाएको चाहिँ उहाँले गएर बनाएको हो र, धरहरा चाहिँ उहाँले गएर बनाएको र उहाँ त्यो चाहिँ लिने, अनि यो सरकारमा भएपछि यो पनि लिनु पर्यो। भोट हाल्नुभन्दा अगाडि हाम्रो मुख हेरिदिनुहोस्, हाम्रो त्यो चित्कार हेरिदिनुहोस्, कस्तो थियो त्यो बेलाको। बिन्ती छ यो पालि घन्टीमा भोट दिनु होला। म 2टा घर बनाएर दिन्छु, मेरो बच्चा फेरि फर्काएर ल्याएर दिन सक्नुहुन्छ उहाँले? उहाँको शहीद परिवार कसरी रोइरहेका छन्। तपाईले केपी ओलीलाई भोट गर्दा केपी ओलीलाई तपाईले भन्ने होइन, केपी ओली दोषी छैनन् भनेर सोध्नुहोस् शहीद परिवारहरूलाई। झापावासीले नजिकै रहेका इटरीमा रहेका सन्तु ढकाल जो आफ्नो घाँटीमा टाउकोमा गोली खाएका छन्, सन्तु ढकाललाई सोध्नुहोस्, उनीहरूलाई सोध्नुहोस्, प्रकाश बुढाहरूलाई सोध्नुहोस्। जीवित हुन्, शहीदहरू त मरेर गए, यिनीहरू जीवित हुन्, यिनीहरू अझै जीवित छन्, यिनीहरूलाई सोध्नुहोस्। सन्तु ढकालले यदि केपी ओलीले होइन हामीलाई बालेन शाहले मारेको हो, बालेन शाहले आह्वान गरेर हामी गएका हौँ, हामी देशमा भ्रष्टाचार कुशासन भयो भनेर गएका होइनौँ, हामीलाई बालेन शाहले उच्चाहाटमा बोलाएर गएका हौँ, हामीलाई केपी शर्मा ओलीको सरकार मातहतमा रहेकोहरूले गोली हानेको होइन भने म पनि मान्न तयार छु र तपाईहरु पनि मान्नुहोस् कि केपी ओली सही हुन् भनेर। तर आज तिनै सन्तु ढकालहरूले केपी ओलीलाई दोषी देखिरहँदा तपाईले निर्दोष देख्ने अधिकार छैन, छँदै छैन। हो, अघिल्लो दिन मान्छे नमरेको भए भोलिपल्ट केही चल्दैन थियो। अघिल्लो दिन मान्छे नमरेको भने भोलिपल्ट केही चल्दैन थियो। ल मान्छे मर्यो ठिकै छ, बेलुका केपी शर्मा ओलीले एउटा भिडियो अन गरेर, क्यामेरा अन गरेर माफ गरिदिनु होला, म सरकारमा भएको दिन देशमा यत्रो विध्वंस भयो, नहुनु भयो, मैले रोक्न खोज्दै सकिनँ, तपाईहरु प्रति म एकदमै दोषी भए, मलाई माफ गरिदिनुस्, म सरकारबाट राजीनामा दिन्छु भनेर एउटा भिडियो बनाइदिएको थियो नि, देश चल्दैन थियो। भोलिपल्ट कसैले पनि देश चलाउन जान्ने थिएन। ओ, देश चल्दैन थियो, याद गर्नुहोस् है, सम्झिनुहोस्, देश चल्दैन थियो। तर उनको घमण्डले यति गर्न त कहाँ दिन्छ, त्यो त हामी सबैलाई थाहा छ। परिवर्तनको लागि आन्दोलन गर्नेहरूलाई हा हु भन्ने, आतंककारी हुन् भन्नेलाई तपाईहरु भोट दिनुहुन्छ? परिवर्तन गर्ने त तपाईहरुका छोरा थिए। ढंग
भेष श्रृङ्गार नयो। तपाईँका छोराछोरी भन्दा माथि केपी शर्मा ओली हुन्। देशमा पालो पालो भ्रष्टाचार गर्ने, पालो पालो एकअर्कालाई बचाउने, तँ पनि नबोल म पनि बोल्दिनँ, यदि बोलिस् भने जानेको छु भन्ने, तिनलाई फेरि भोट हाल्ने। 32 वर्ष बहुदलीय व्यवस्था आएको 32 वर्ष भयो। काङ्ग्रेसले त्यसमा 20 वर्ष नेतृत्व गर्यो, एक्लै नेतृत्व गर्यो 20 वर्ष। 27 वर्ष काङ्ग्रेस सरकारमा बस्यो। एउटा काम यो गरे भनेर काङ्ग्रेसले बताओस् त, एउटा काम यो गरे भनेर। ललिता निवास किन टुङ्गो लागेन? गिरिबन्धु किन टुङ्गो लागेन? किन पोखरा विमानस्थल आरोप टुङ्गो लागेन? यस्ता भ्रष्टाचारका सयौँ फाइलहरू छन्। कर्मचारी तन्त्र भ्रष्ट छ, भन्सार विमानस्थल सिटिङ चल्छ, त्यो छानबिन हुँदैन। लाई शरणार्थी बनाएर विदेशमा बेच्ने मन्त्री नै रहिरहन्छ, उप्रति छानबिन हुँदैन। कसैले छानबिन गर्न खोज्यो भने उसलाई सरकारबाट निकालिन्छ। अवैध सुन पैठारी तथा सङ्गठित अपराध सम्बन्धीको अनुसन्धानको फाइल खुलेको छ। सेन्चुरी कमर्सियल ब्याङ्कको ब्याङ्किङ कसुर तथा सजाय ऐन अन्तर्गतको फाइल खुलेको छ। बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा प्राप्तिसँगै यसका फाइलहरू खुलेका छन्। बाल मन्दिर सम्बन्धी जग्गा प्रकरणका फाइलहरू खुलेका छन्। विभिन्न सहकारी पीडितहरूको मुद्दाको अनुसन्धानको फाइल अगाडि बढेको छ। सरकारी छाप किर्ते गर्ने फाइल खुलेका छन्। जघन्य अपराधका घटनाहरूमा पर्वत, झापा, सिन्धुपाल्चोक, धनुषा, बाँके लगायतका स्थानमा हत्या सम्बन्धी घटनाको अनुसन्धानका फाइलहरू खुलेका छन्। भुटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा छ। बाल मन्दिरको फाइल बन्द भएको छैन, स्काउटको फाइल बन्द भएको छैन, बाँसबारीको फाइल बन्द भएको छैन, खुलिसकेको छ। टिकापुरको फाइल खुलिरहेको छ, काम भइरहेको छ त्यसमा। त्यसै गरी बृहत जनकपुरको 9000 बिघा जग्गाको फाइल तयार हुने क्रममा छ। त्यो मात्र होइन, कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारहरूलाई अनुसन्धान गर्नको निमित्त 25 वटा पुराना फाइलहरूलाई एकत्रित गर्दै एउटा शक्तिशाली आयोग गठन गर्ने। प्रहरीले छानबिन गर्न खोज्यो भने प्रहरीलाई सरुवा गरिन्छ। अनि यिनीहरूलाई नै फेरि किन जिताउने? के आधारमा जिताउने? फेरि भ्रष्टाचार गर भनेर जिताउने? ओ, यिनीहरूको प्रमाण छ, प्रमाण यहाँ छ। यिनीहरूले आफै बोलेको प्रमाण छ। अरबका लुट भइरहेछन्। बुढी गण्डकी मलाई थाहा छ, मेरो पालन सुरु गरेको बुढी गण्डकी एउटा कमिसन खोर 9 अर्ब रुपियाँ। केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, मलाई थाहा छ यो कुरो। प्रमाण गर भने थोरै गर्न सक्छु मैले। उहाँले बाँडेर खानु भएको छ र बुढी गण्डकी अल्पत्र गरेर बसेको छ। भ्रष्टाचार गरेको हो भनेको प्रमाण छ, अझै यिनीहरूलाई जिताउने? किन हाल्ने भोट? किन जिताउने? फेरि एक रत्ती जिम्मेवारी नलिने मान्छेलाई झापा 5 का जनताले फेरि किन जिताउने? जनताले कसरी भोट हाल्छन्? हात काम्दैन? तपाईँका हात यसरी हेर्नुहोस्, तपाईँको हातमा रगत देखिन्छ, किनकि तपाईँका छोराछोरीको रगत तपाईँको हातमा अझै ताजा हुनुपर्छ। मतदान गर्दाखेरि निलो इङ्क लाग्दाखेरि तपाईँले रात रगत सम्झेर मतदान गर्नुहोला। जो शहीद भएका थिए तिनको अनुहार सम्झनुस्, जो घाइते भएका छन् तिनको पीडा सम्झनुस्। शहीदको अनुहारसँग आफ्ना छोराछोरी, आफ्ना आफन्त प्रियजनको अनुहार राखेर हेर्नुहोस्। ओलीलाई भोट हाल्न मन लाग्छ? भन्नुहोस्, मनदेखि भन्नुहोस्, ओलीलाई भोट हाल्न मन लाग्छ? यो भिडियो हेर्नुहोस्। कसरी यहाँ रोदन गरिरहेका छन् शहीदका परिवार, अनि तपाईँ तिनैको हाँसुमाथि चढेर ओलीलाई भोट हाल्नुहुन्छ? ए जनता, तिमीहरू किन भ्रममा बाँचिरहेका छौ? आँखा खोल्न बेला भएको छ। खोल्नुहोस् आँखा। देशमा परिवर्तन गर्ने बेला आएको छ। आज सम्भव छ। तपाईँ हाम्रो एउटा मतले सम्भव छ। छोराछोरी त देश छाडेर गए, कसका छोराछोरी घरमा छन् भन्नुहोस् त? तपाईँका पनि छैनन्, छिमेकीका पनि छैनन्, देश छोडेर गएका छन्। हो, तिनीहरूको इच्छाका लागि, तिनीहरूको सपनाका लागि भोट परिवर्तन गर्ने बेला आएको छ। सम्झाउनुहोस् आफ्ना बुवा आमालाई, सम्झाउनुहोस् आफ्ना छरछिमेकीलाई, सबैलाई सम्झाउनुहोस्। कति बालेनको तर्फमा बोल्यो जस्तो लाग्ला, बालेनको कुरा गर्यो जस्तो लाग्ला,
कति यस्ता कुरा गर्यो जस्तो लाग्ला, केपी ओलीको कति विरोध गर्यो जस्तो लाग्ला। अब गरौँ बालेनका कुरा। कसैले बालेनले संहिता फालिदिन्छ भनेर अब नसोचे भयो। उसले अधिकार माग्न जान पर्दैन, यहीँ आउँछ भनिदियो। उसले अधिकार माग्न काठमाडौँ जानु पर्दैन, तपाईँहरूकै संहिताले ल्याएको प्रदेशमा आउँछ भनिदिएको छ। अब तपाईँहरूले डराउनु पर्दैन। मधेसीको छोरो प्रधानमन्त्री बन्न लाग्यो भनेर भोट हाल्ने होइन, सही मान्छे सरकारमा बन्ने जाने पर्यो, सरकारमा प्रधानमन्त्री बन्ने पर्यो भनेर भोट हाल्नुपर्छ भनेर उसले प्रष्टसँग भनिदिएको छ। उसले काठमाडौँ महानगरपालिकामा अधिकृत फेर्न गरेको सङ्घर्ष त यहाँहरूलाई थाहा नै छ। उसले फेरि पनि भन्दैछ जनकपुरको अधिकृत फेर्न अब काठमाडौँ जानु पर्दैन, काठमाडौँमा ढोग्नु पर्दैन, अब जनकपुरको अधिकृत फेर्न जनकपुरमै सक्छ, प्रदेशमै सक्छ भनेर भनिरहेको छ। भनेको संहिताले हामीलाई पूर्ण अधिकार दिन्छ भनेर भनिरहेको छ। उसले समाजवादको कुरा गरिरहेको छ। विद्यार्थीहरूलाई छात्रवृत्ति पाउनु, गरिब बिरामी भएका बेला अस्पतालमा बाँच्न पाउँछन्, अस्पतालमा सहुलियता पाउँछन् भनेर उनले गरिबका कुरा गरिरहेको छ। अब कुरा गरौँ बालेनलाई गरेका केही कामहरू। तपाईँ यदि बालेन समर्थक हुनुहुन्छ छैन, उनीप्रति खेद प्रकट गर्नुहुन्छ भने तपाईँले पक्कै पनि बालेन शाहको फेसबुक पेज र काठमाडौँ महानगरपालिकाको वेबसाइटलाई निहाल्नु भएको छैन। आज तपाईँहरूलाई म यिनै फेसबुक पेजहरू डुलाउनेछु, उनले गरेका कामहरू। विगत बालेन शाह जतिन्जेल काठमाडौँ महानगरपालिकाका मेयर भए, उनले नेपालका दुर्गम क्षेत्र जहाँ चाहिँ स्वास्थ्य उपचारको पहुँच छैन, ती ठाउँहरूमा 35वटा भन्दा बढी एम्बुलेन्सहरू दिएको छ। तपाईँले सुन्नुभएको छ। नेपालमा एउटा मात्र महानगरपालिका छैन है। ऊ काठमाडौँ महानगरपालिकाको मेयर हुँदै गर्दा म देशको माया गर्ने मान्छे हो भनेर उसले आफ्नो महानगरपालिकाभन्दा बाहिर नेपाल सरकारले गर्न नसकेका कामहरू गरेको छ। उसले 35वटा पालिकालाई एम्बुलेन्स दिएको छ। के बालेनलाई देशको माया छैन? तपाईँको नगरपालिकामा, तपाईँको गाउँपालिकामा कुनै विद्यार्थीले गाउँपालिकाको मातहतबाट स्कलरसिप पाएको थाहा छ? काठमाडौँ महानगरपालिकाले उनै बालेनको नेतृत्वमा 20,000, सुन्नुहोस् है मजाले, 20,000 विद्यार्थीलाई वार्षिक स्कलरसिप दिइरहेको छ। बालेनले भने जस्तै बिना ढेउवाकै विदेश भेज्ने होइन, देशमा स्कलरसिप दिएको छ। त्यही भएर हामीले बालेन चाहिन्छ। काठमाडौँ महानगरपालिका उज्यालो बनाउनुपर्छ भनेर काठमाडौँ महानगरपालिकामा एकदमै ठुला हाइमास्ट पोलहरू लगाएर बत्ती जडान गरेर काठमाडौँ महानगरपालिका उज्यालो गरेको छ, जसले स्थानीयहरूलाई सहजीकरण गरेको छ। महिला दिदीबहिनी छोरीचेलीलाई पनि राति हिँड्दाखेरि एकदम निर्धक्क भएर हिँड्ने वातावरण सिर्जना गरेको छ। डिजिटल शिक्षा आजको आवश्यकता हो भन्ने बालेनले डिजिटल शिक्षा हुनुपर्छ भनेर काठमाडौँ महानगरपालिकाका 87वटा विद्यालयमा डिजिटल शिक्षा सुरु गरेका छन्। हो, उनै बालेनले डिजिटल युगको सुरुवात गरेका छन्, एआई युगको। बालेन पुरातत्व अन्तर्गत रहेका विभिन्न पुरातत्वहरू पनि निर्माण गर्नुपर्छ भनेर उनले 1300 वर्ष पुरानो महाकाल मन्दिर पुनर्निर्माण गर्ने योजना गरेका छन्। उनले सुरुवात गरेका छन्, बनाइरहेका छन्। हो, त्यही भएर बालेनलाई भोट हाल्नुपर्छ। उनी वर्षौँदेखि देखिआएको 1300 वर्ष पुराना संरचनाहरू पनि बनाउनुपर्छ है, हाम्रो देशको सुन्दरता यही हो भनेर अघि सरेका छन्। त्यसैले बालेनलाई भोट हाल्नुपर्छ। देशमा क्रिकेटले यति फड्को मारिरहँदा, महिला फुटबलले पनि पुरुष फुटबलभन्दा धेरै प्रगति गरिरहँदा, महिला फुटबलको लागि डेडिकेटेड एउटा ट्रेनिङ ग्राउन्ड छैन नेपालमा। महिलालाई ट्रेनिङ गर्नलाई रङ्गशाला बनाइदिइरहेका छन्। यो हेर्नुहोस् प्रमाण। त्यसैले बालेन खेलकुदलाई माया गर्छन्, त्यसैले बालेनलाई भोट हाल्ने। मौलिक परम्परागत नेवारी शैलीमा पुनरुत्थान हुँदै गरेको भद्रकाली मन्दिर बन्दैछ। हेर्नुहोस् तस्बिर। उनी कसरी धर्म विरोधी हुन्? भद्रकाली मन्दिर बनाउने उनी कसरी धर्म विरोधी हुन्? किसानले उत्पादन गरेको फुल बेच्नुपर्छ, विदेशबाट ल्याएका प्लास्टिकका फुल बेच्नु हुँदैन भनेर भन्ने बालेन कसरी किसान विरोधी हुन्? कसरी निमुखा जनता विरोधी हुन्? त्यसैले बालेनलाई भोट हाल्नुपर्छ।
काठमाडौँ महानगरपालिकाका सबै वार्डमा निःशुल्क स्वास्थ्य सेवा हुन्छ, निःशुल्क स्वास्थ्य बिमा हुन्छ। तपाईँ एउटा देशको अर्को क्षेत्रमा बसेर काठमाडौँ महानगरपालिकामा भएन भन्न मिल्दैन नि। स्वास्थ्य निःशुल्क हुन्छ, तपाईँको वार्डमा हुन्छ, तपाईँको क्षेत्रमा हुन्छ, हुँदैन नि। हो, त्यही भएर बालेनलाई भोट हाल्ने। सरकारी जग्गा, सार्वजनिक जग्गा फिर्ता लिएर स्केटबोर्ड पार्क बनाइरहेका छन्। के त्यो गलत हो? गलत होइन नि। बालेनले देशको लागि गरेका छन्, देशको सम्पत्ति फिर्ता ल्याएका छन्। काठमाडौँ महानगरपालिकाको 3.5 वर्ष मेयर हुँदै गर्दा बालेनले 23 अर्ब रुपियाँ, 23 अर्ब, याद गर्नुहोस् है, 23 अर्ब मूल्य रुपियाँ बराबरको 208 रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नामबाट, संस्थाका नामबाट, यी दुनियाँ नेता कार्यकर्ताले लुटेको ठाउँबाट फिर्ता ल्याएका छन्। हो, त्यही भएर बालेनलाई भोट हाल्ने। एउटा देशभित्र लुटिएको जग्गा फिर्ता ल्याउनेले देशको सिमाना मिच्न कदापि दिँदैन। त्यही भएर बालेनलाई भोट हाल्ने। काठमाडौँ महानगरपालिकामा 56,643 जना महानगरवासीहरू स्वास्थ्य बिमा पाएका छन् निःशुल्क। तपाईँले पाउनु भएको छैन नि। त्यही भएर बालेनलाई भोट हाल्ने। गएको वर्षमा काठमाडौँ महानगरपालिकाभित्र विद्यार्थीहरूले स्कलरसिप पाए भनेर त मैले अघि हजुरहरूलाई भनिसकेको छु। यो पनि त्यसको अर्को एउटा प्रमाण हो। इखा पोखरीको भौतिक निर्माण गर्नलाई बालेन अघि सरेका छन्। हो, उनलाई पुराना संरचनाहरूको माया लाग्छ, किनकि उनलाई देशको माया लाग्छ। उनले त्यही हामीले सुन्दै आएको हाँडी गाउँलाई पुनः हाँडी गाउँ जस्तै हुनुपर्छ। यहाँ कम्तीमा हप्ताको 1 दिन त गाडीहरू हुँदैन, यहाँ पुरानै मौलिकता हुनुपर्छ भनेर संस्कार संस्कृति जगेर्ना गर्नुपर्छ भनेर उनले हाँडी गाउँलाई हरेक शनिबार कार फ्री डे गरेका छन्। त्यहाँ कार कुदाउन पाइँदैन। हो, उनले मौलिकता जोगाएका छन्। हो, यस्तै काम गरेका बालेनलाई हामीले प्रधानमन्त्री बनायौँ भने देशमा के गर्न सक्लान् भन्ने कुरा त हामीले प्रष्टैसँग देखिएका छौँ। अब तपाईँहरूलाई सुन्दै आएका केही काण्डहरू तपाईँहरूलाई म सम्झाउन चाहन्छु। तपाईँहरूले सुन्नुभएका यी काण्डहरूको उत्तर दिन सक्छन्। तर काण्ड भन्दै गर्दा मैले सुरुमा एउटा कुरा भन्न बिर्सिनु हुँदैन। हो, काण्ड भन्दै गर्दा तपाईँले कमेन्टमा आएर भन्न सक्नुहुन्छ रवि लामेछानेका काण्ड, खोइ रवि लामेछानेका सहकारी काण्डको बारेमा किन बोलिनस् भन्नुहुन्छ। रवि लामेछानेले सहकारी काण्डको बारेमा संसदमा उभिएर हो मैले गल्ती गरेको भने मलाई कारबाही गर भनेका छन्। उनले सरकारले अदालतले जेल जा भन्दा जेल गएका छन्, धरौटी तिर भन्दा तिरेका छन्। भोलि म दोषी देखिए भने म जेल जान तयार छु, म कारबाही भोग्न तयार छु भनेका छन्। हो, केपी ओलीले पनि भन्न सक्छन्। सोध्नुहोस्, यदि भुटानी शरणार्थी काण्ड भएमा केपी ओली जेल जान तयार छन्, यदि 70 करोड काण्ड आएमा गोकुल बास्कोटा जेल जान तयार छन्, यदि 33 किलो सुन काण्ड, बालवाटार काण्ड, वाइट बडी काण्ड, यति उम्नी काण्ड, अरुणको 3 करोड काण्ड ओलीले जवाफ दिन सक्छन्। भोलि प्रमाणित भए म जेल जान तयार छु भन्न सक्छन्? सक्दैन नि। सिंहदरबार र सर्वोच्च भवन कसले जलायो भनेर ओलीले उत्तर दिन सक्छन्? उनी त त्यो दिन देशको प्रधानमन्त्री थिए। यही कारणले गर्दा, यही प्रश्नले गर्दा ओलीलाई भोट हाल्न सकिँदैन। यसको जवाफ ओलीसँग छैन र हामीलाई ओलीसँग दिने भोट छैन। अन्त्यमा पुरा नेपाल र सम्पूर्ण नेपाली जनतामाथि दमन, स्वशासन र अधिकारविहीन बनाएर सामाजिक सद्भाव, शान्ति, सुरक्षा भङ्ग बनाइरहे आनन्द परिसकेको छ। यहाँ हेरिराख्नु भएको होला, यो यस्तै हुन्छ। आनन्द परिहाल्छ, के भयो के गर्नु खोजेको? स्थानीय होइन है, लुसिफर यो होइन, देश चलाउनेको ठाउँ यो होइन, देश बनाउनेको हो यो स्थानीय। देश चलाउनेको यो गृह क्षेत्र होइन, देश बनाउनेको हो। सबैले बुझ्नुहोस्। धेरै हामी संयममा बसिरहेको दमन अहिले भर्खर देख्न सकिन्छ। यहाँ
हातपात भइरहेको छ यसरी हेर्नुहोस् महिलामाथि यहाँ हेर्नुहोस् उठेन जमाउँछ यहाँ हेर्नुहोस् छोराछोरीको अवस्था आइसकेको छ यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको माथिबाट ढुङ्गा हानेको छ उता हेर्नुहोस् एमालेको झन् मार्यो झडप भइसकेको छ को अहिले पनि देशलाई अझ जटिल दिशातर्फ लान खोजेको काङ्ग्रेस एमाले र माओवादीलाई भोट हालेर के उपलब्धि भयो भनेर लामो कुरा केही बुझ्न जरुरी छैन। जम्मा 2-4वटा मुख्य प्रश्न मात्रै उत्तर खोजे त्यसले देश कता जाँदैछ र के हुँदैछ भनेर प्रष्ट हुन सक्नुहुन्छ। दैनिक एयरपोर्टमा कतिवटा दरले लास आइरहेको छ, तपाईँले त्यो निहाल्न जरुरत छ। लोग्ने स्वास्नी छुट्टिएर बसेको कति भयो त्यो तपाईँहरूले याद गर्नुपर्छ। घरमा श्रीमान श्रीमतीको कसरी झगडा हुन्छ, किन आर्थिक काम गर्न पाएनन्, रोजगारी भएन भनेरै त हुने हो। श्रीमान विदेश गयो, श्रीमती देशमा, यही कारणहरू कसका कारणले भए हो, यसका जवाफ चाहिन्छ। आफूले पठाएको रेमिटेन्स सदरमुकाममा राखेर पढाएको छोरोले के गर्दैछ? छोरालाई सदरमुकाम पढाउँदै सकिएको छ, भविष्य सुनिश्चित छैन, यसको उत्तर दिनुपर्छ। यस्तै कुरा हुन्। त्यही भएर तपाईँहरूले सोचिदिनु होला, बुझिदिनु होला भन्दै विभिन्न कुराहरू, विषयहरू, कति विषयहरू हुन सक्छन्। मैले कुनै प्रहरी सङ्गठन या कुनै व्यक्तिलाई दोष दिन खोजे होइन, तर हामी सचेत हुनुपर्छ, सचेत नागरिक हुनुपर्छ भनेर हो। राजनीतिक प्रति तपाईँहरू आस्था राख्नुहोस्। तपाईँहरू झोला बोक्नुहोस् एउटा पार्टीको, त्यसले गर्दा तपाईँलाई नराम्रो त भन्न मिल्दैन। तपाईँ जे भन्नुहुन्छ भन्नुहोस्, तपाईँहरू आफ्नो पार्टीप्रति, विचारप्रति आस्था राख्नुहोस्। तर यो पटक बिन्ती छ, एकपटकलाई मत परिवर्तन गरिदिनुहोस्। यो युवाको आवाज हो, यो देशले खोजेको आवाज हो, देशले मागेको कुरा हो। बिन्ती योचोटि मत चाहिँ परिवर्तन गरिदिनुहोस्। एकपटक बालेनलाई जिताइदिनु होला। झापा क्षेत्र नम्बर 5 वासी आमा बुवा दाजुभाइ दिदीबहिनी सबै मिलेर अनि देश बनाउला एकपटक। अर्को पटक बालेनले गरेनन् भने पनि म यसरी नै भिडियो बनाएर भए पनि म विरोध गर्न सबैभन्दा अग्रपङ्क्तिमा हुनेछु। हो, तपाईँका छरछिमेकीमा भएको फलाना पार्टीको यो पार्टीको भन्ने प्रवृत्ति हटाउनुपर्छ। तपाईँ बिरामी हुँदाखेरि पुर्जी बोकेर मलाई सहयोग गर्नुहोस् न भन्दै गाउँ टोल धाउने कुरा अन्त्य हुनुपर्छ। तपाईँका छोराछोरी विद्यालय जाँदै गर्दाखेरि महँगो फिस शुल्क तिर्ने अन्त्य हुनुपर्छ भन्ने कुरा हो। तपाईँहरू यही कुरा सम्झेर मतदान गरिदिनु होला। एकपटक बालेनलाई जिताएर झापा क्षेत्र नम्बर 5 वासीले विगतमा केपी शर्मा ओली जितेर जाँदै गर्दा र उनले गरेका कार्यहरूले गर्दा तपाईँको घर परिवारबाट कोही विदेशमा हुनुहुन्छ भने उहाँहरूलाई सोध्नु होला, घर बाहिर हुनेहरूलाई, कि तपाईँ झापाली हो भन्दै गर्दाखेरि झापाली त केपी ओलीको छिमेकी, त्यसले त गफ दिन्छ है भन्ने प्रवृत्ति छ। यसको अन्त्य गरिदिनु होला। झापावासी त एकदम शिक्षित छन्, उनीहरूले परिवर्तनको पक्षमा मतदान गरे। झापालीलाई हामीले शिक्षित भन्नुपर्छ। देशको 78% शिक्षित जनसङ्ख्या छन् झापामा। बिन्ती झापाली जनताहरूले, साक्षर जनताहरूले घन्टी चिन्हमा मतदान गरेर बालेन शाहलाई विजय गर्नेछन् र एउटा देशमा यति ठुलो दुर्घटना निम्ताउने, देशमा विगत 36 वर्षदेखि हामीले जिताएर पठाउँदै गर्दाखेरि हामी झापालीकैले नै गर्व गर्न सक्ने केही काम पनि नगरेका, एउटा झापालीहरूको पहिचानमाथि धब्बा बनेका केपी शर्मा ओलीलाई बिदा गर्नुहुनेछ भन्ने आशा राख्दछु। र अन्तिममा म भन्न चाहन्छु, यदि कसैलाई काठमाडौँबाट पाउन लाग्न आएका बालेन शाह हुन् र हाम्रै क्षेत्रका केपी ओलीलाई जिताउँछु भन्ने लागेको छ भने, केपी शर्मा ओली तेह्रथुममा जन्मेका हुन्, बालेन महोत्तरीमा जन्मेका हुन्। फरक त्यति हो। केपी शर्मा ओलीको मतदान क्षेत्र काठमाडौँ भक्तपुरमा छ, बालेन शाहको मतदाता काठमाडौँ 9मा छ, त्यति फरक हो। केपी ओली यहाँ चुनाव 36 वर्ष अगाडि लडे, बालेन आज लड्न आएका छन्, फरक त्यति हो। दुवैमा कसलाई जिताउने झापावासीले निर्णय गर्नु होला। हामीलाई बालेन चाहिएको छ, परिवर्तन चाहिएको छ, परिवर्तन सम्भव छ, परिवर्तन झापाबाट हुन्छ। हस्त, धन्यवाद। केही गल्ती बोलेमा, केही भएमा
क्षमा प्रार्थी छु। हस् त, धन्यवाद। राम्रो शिक्षा लिनको लागि नेपालमा 12 कक्षासम्म विद्यार्थी भेटिन्छ। ब्याचलरसम्म हेर्न गयो हामी कक्षा कोठा खिता 4-5 जना मात्रै विद्यार्थी भेटिन्छन् एउटा कक्षामा। यो अवस्था आएको छ, यो किन आयो? अब यसलाई समाधान गर्ने उपाय के हुन सक्छन्? यहाँले मलाई यो चुनाव लक्षित होइन, मेरो एउटा खोजी रिपोर्टिङ यो विकाससँग सम्बन्धित हुन्छ, जहिले सुकै पनि बजाउन सक्छु मैले, तर भेट भएको बेलामा यो मैले मौका छुटेको। एकदम राम्रो प्रश्न गर्नुभयो। यहाँ पढाइ राम्रो छैन भने यहाँबाट अमेरिका गएर त्यहाँको युनिभर्सिटीमा कोही भर्ना भयो भने त्यो चाहिँ फर्स्ट हुन्छ। यहाँको पढाइले नै फर्स्ट भएको होला नि त, त्यहाँ गएर त एबिसिडी सिक्या होइन होला, यहाँको पढाइले होला। बुझाउन सकिन जस्तो लाग्यो। बुझाएको छु। राम्रो छ, तर उनीहरूको आर्थिक अवस्था धान्न नसकेर पढ्दै उता कमाइ गर्दै गर्नको लागि नेपालमा पढ्न सकिएन, अमेरिकामा सकिन्छ। उहाँ पढ्दै अमेरिकामा सस्तो छ, सस्तो भन्न मैले खोजिनँ, त्यो डिबेट पनि म गर्न चाहन्न, यहाँको कुरा मात्रै सोध्छु होइन।